हामी चाहिँ हस्पिटल भर्ना भएको अवस्था भर्ना भएर मङ्न बसिरहेछ। भोलिदेखि चाहिँ आइआर राता हुन्छ। हजुर यहाँ चाहिँ खाली 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 बेड रहेछ है। भरेसम्म चाहिँ भरिन्छ कि थाहा छैन। हाम्रो चाहिँ भोलि अपरेसन हैन। हामी चाहिँ आज रातभरि यहीँ बस्नुपर्ने। सजिलो हुने भयो। खाजा चाउमिन चाहिँ भेना हुनुहुन्छ। आज चाहिँ सन्चले खानु, भोलिदेखि चाहिँ आइआर राता हुन्छ। अब चाहिँ हामी चाहिँ सुत्न लागेको अवस्था। हाम्रो बिरामी चाहिँ आज चाहिँ मोबाइल हेर्दै बसिरहेछ। भोलि चाहिँ कस्तो हुने हो। म चाहिँ यहाँ तल सुत्नुपर्ने हो गाइस, म्याट ओछ्याएर। आज त धेर छैन, खाली खाली छ। त्यहाँ एकजना, यता एकजना, अरू सब खाली 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 खाली। तर बेडमा सुत्नु नदिने रहेछ, के गर्नु। गाह्रो छ। तर सफा त सफा छ यो हस्पिटल। विराट कोशी के अरे विराट नर्सिङ होम। भगमा क्या भोइस रेकर्ड गरेर हाल्न हुन्छ भनेर खिचिराखेको। चप्पल भनेपछि यहीँ राख मलाई।
ह्याप्पी नडराउनु कङ्ग्रेचुलेसन नडराउनु ल सन्ध्याको छोरा भयो छोरा बधाई छ छोरा भयो लिसराको भाइ लिसरा जस्तै रहेछ ल गाइस हामी चाहिँ आजबाट चाहिँ यहाँ क्याबिनमा सिफ्ट भएको है यता क्याबिनमा चाहिँ बच्चा चाहिँ माथि बच्चाको उमा छ बच्चालाई चाहिँ हल्का समस्या देखेर आमा चाहिँ यहाँ आमा मात्रै चाहिँ आनन्दले सुतिन्छ अब यहाँ तर यहाँ चाहिँ मच्छर आउँछ आउँदैन मच्छर त धन्न आएको थिएन आज नुहाएर अलिक फ्रेस भइरहेछ हाम्रो बच्चालाई चाहिँ अलिक समस्या भएर चाहिँ हाम्रो यो बच्चालाई चाहिँ आइसियुमा राखेको थियो अनि त्यही भएर म हेर्न गएको बेलामा चाहिँ हल्का यसो भिडियोहरू खिचेको थिएँ अनि त्यही भएर अलिअलि देखाइरहेको छु है गाई चाहिँ नानीलाई चाहिँ हल्का के अरे निमोनिया अनि अलिक सास फेर्न गाह्रो भएको हो नानीको समस्या भएर चाहिँ अनि हामी चाहिँ हस्पिटलबाट चाहिँ आमालाई चाहिँ डिस्चार्ज दियो त्यही भएर हामी चाहिँ आन्टीको घरमा बस्यौँ निकै दिन हप्ता दिन जस्तो नै आन्टीको घरमा बस्यौँ यसरी नै दिनभरि हामी चाहिँ यसरी आन्टीसँग गफ गर्दै बस्थ्यौँ गाई चाहिँ यसरी नै हाम्रो चाहिँ हस्पिटलको दिनहरू बितेको थियो अनि आन्टीको घरमा चाहिँ फुलबारी यस्तो दामी थियो गाई चाहिँ मलाई चाहिँ फेरि फुलहरू भनेपछि चाहिँ यस्तो मनपर्छ त्यही भएर मैले त्यो फुलहरूको पनि हल्का अलिअलि भिडियोहरू खिचेर मेमोरीको लागि हालिरहेको छु गाई चाहिँ यस्तो दामी फुलहरू थियो र मैले पनि आन्टीकोबाट फुलहरू लिएर आएँ अलिअलि मन परेर त्यही भएर हाम्रो चाहिँ विराटनगरको हस्पिटलको दिनहरू चाहिँ यसरी नै बितिरहेको थियो गाई चाहिँ अनि त्यसपछि हाम्रो बच्चा चाहिँ बल्लले हामीलाई दिइरहेछ बोजूले बोक्नु भइरहेछ नानीलाई चाहिँ यता आमा चाहिँ नानीको लुगा खोज्नु हुँदैछ अब हामीलाई डिस्चार्ज चाहिँ कहिले दिने हो भोलि दिने कि पर्सि भोलि दिए पनि हुने हो त्यही र त आज हामी चाहिँ यहाँ क्याबिनमा सिफ्ट भयौँ है गाई छ यस्तो छ हाम्रो क्याबिन चाहिँ यहाँ बिरामी सुत्ने यहाँ कुरुवा सुत्ने कुरुवा धेर भएपछि अब भुइँमा पनि ओछ्यान लाएर सुत्नु पर्यो हाम्रो चाहिँ पुन्टु आइसकेको अवस्था यहाँ मस्त सुतिरहेछ नयाँ लुगा लाएर मम्मी चाहिँ माम खानु आँट्नु हुँदैछ यहाँ यसरी सुत्केरीको लागि चाहिँ खाना यहीँबाट यस्तो ल्याइदिँदो रहेछ चम्चीले खाइदिनु उता ठुलो चम्ची खोजेको चाहिँ अलिक ठुलो चम्चीले उसलाई सोचिदिन्छ क्या अर्को चाहिँ ठुलो चम्चीले ल्याइदिन्छ अहिले सानो फ्रिडम गर्दा पदुवा केटा अब घर जान लागेर तयार मार परिरहेछ यसरी कति दिनमा 13 दिनमा नि 13 दिनमा घर जान आँट्यो हाम्रो पोक पतेरो यसरी रेडी भइसक्यो यता बोजू हजुरआमा बोजू पनि लुगाहरू गाई चाहिँ अनि हामीलाई चाहिँ आज 13 दिनमा बल्ल बल्ल डिस्चार्ज भएर हामी चाहिँ घर जाँदै गरेको अवस्था अनि हामीलाई चाहिँ घर पुर्याउनलाई चाहिँ अङ्कल आन्टी जानु भइरहेको छ है अङ्कलकै गाडी
मजाले हामी चाहिँ पुरा गफ गर्दै गर्दै जस 13 दिनमा घर जानु पाएको है। एकदमै रमाइ जाँदैछौँ गाइज हामी चाहिँ एकदमै। हस्पिटलको बसाइ कस्तो हुन्छ त तपाईँलाई पनि थाहा छ त्यसो नि होइन। आन्टी चाहिँ यहाँ नानीलाई छोड्न पनि आउनु भएको अरे, आफैले यहाँ पकाएर दुःख पनि गर्नुहुँदैछ बिचरा। यता हेर्नु त कस्तो भइरहेछ। ग्यास देख्दा चाहिँ रुन मन लाग्यो अरे। तर आन्टीले मिठो बनाउनुहुन्छ नि त। नातिको बोजू चाहिँ मस्त बसेर खानु भइरहेछ यहाँ। आन्टीले पकाउनु हुँदैछ। कोही यता सुजी पकाउँदै, कोही यता तन कोही यता आलु। त्यस पछाडि चाहिँ हामी चाहिँ नानी ल्याइसकेर घर ल्याइसकेर पुरा आन्टीले नै खसीको मासुहरू बनाउनु भयो अनि भेनाले बियरहरू ल्याउनु भयो र हामी चाहिँ मस्त बसेर खाँदैछौँ गाइज है। हाम्रो चाहिँ त्यत्रो दिनको हस्पिटलको बसाइ एकदमै गाह्रो भएर अनि घरमा आएर हल्का यसो रमाइलो गरिरहेछौँ गाइज। अङ्कल आन्टी अनि सानी आन्टी, भेना, दिदी, म यसरी रमाइलो गरिरहेछौँ गाइज। हामी चाहिँ यसरी नै खान्ते गरेर है एकदमै मजा भयो। वाउ, मेरो फेभरेट खाना बनाउनु भएछ आमाले आज। म चाहिँ हस्पिटलबाट भान्जीलाई डिस्चार्ज गरेर ल्याएको अनि त्यही भएर खाना चाहिँ आमाले बनाउनु भएछ। अब यो भ्लगलाई चाहिँ यहीँ एन्ड गर्न चाहन्छु। बाई।